हजुर नारायण सबैलाई मैले नमस्कार गर्छु। दुर्गा मन्दिरको उसमा बसेर मैले सत्य नै कुरा गरेर असत्य कुरा गर्दिनँ। हिजोको 15 गतेको घटना केही म तपाईँहरूलाई पनि सबैलाई समस्तलाई केही सुनाउन चाहन्छु। प्रत्यक्ष देखेर त्यो उहाँहरूले भनेको कुरो मलाई जानकारी दिलाएको कुरा म तपाईँहरूलाई सुनाउँदैछु। हेर्नुहोस् यहाँ दुर्गा माता छन्, हेर्नु सामनेमा। म यो माताको भक्ति पनि हुँ, हिन्दू राष्ट्रको म एउटा चाहिँ समाज सेवक पनि हुँ। मैले चाहिँ देखेको र सुनेको भन्दा मैले देखेको चाहिँ म सत्य मान्दछु र सुनेका कोही कुराहरू सत्य हुन्छन् भने हिजोको मेन घटना के हो भने यिनी माओवादी चोर डाकाहरूले र एमालेहरूले चाहिँ त्यो उसबाट चाहिँ भएको त्यो मिटिङमा त्यो एउटा चाहिँ आम साधारण मान्छेहरू बसेर दुर्गा प्रसाद सबैले चाहिँ उहाँ भाषण गर्ने बेलामा अश्रु ग्यास छोडेर छन्। त्यहाँ छोडेर चाहिँ तहल्का मचाइदिए। उहाँलाई त्यो सिसाको त्यो घरमा त्यो के को पार्टीको तिनी चोर माओवादीको कम्युनिस्टहरूको त्यो उसमा चाहिँ उसबाट चाहिँ यिनीहरूले अश्रु ग्यास छोडेको रहेछ। अश्रु ग्यास छोड्ने चाहिँ माओवादीका सिपाही जस्तो लाग्छ मलाई पनि। यो तपाईँले मनन गरिदिनु होला। अश्रु ग्यास उहाँलाई किन छोड्ने ती सिपाहीहरूले छोडेर चाहिँ कति घायल भयो। ती चाहिँ अब के अरे प्रदर्शनकारीहरूमा घायल भएको हुनाले चाहिँ उहाँहरूलाई चाहिँ के अरे उहाँहरूलाई असर पर्यो। त्यस कारणले चाहिँ के न्यु पाउँ कम्पनीका काम जस्तो एउटा खिसा जस्तै भयो। न्यु चाहिँ तिनीहरूले न्यु खोजेर चाहिँ उ गरेका के गरौँ कसरी बिथल्लामा खोजेका ती राष्ट्रवादी बिचरा उहाँहरूको केही दोष म देख्दिनँ पनि जान्दिनँ पनि। यो सबै गर्ने चाहिँ यिनीहरूले गोली हालेर अश्रु ग्यास त्यो कुहेका ती सडेका अश्रु ग्यास हालेर मान्छे घायल बनाएपछि बल्ल उत्तेजित भएका हुन्थे। तपाईँले बुझ्दिनु पऱ्यो। हेर्नुहोस्, म मन्दिरबाट बोल्दैछु। सत्य कुरा त मैले तथ्य र सत्य चाहिँ संलग्न गरेर तपाईँहरूलाई यो भिडियो गराएर मैले तपाईँलाई सबै जानकारी होस्, देशभरिकालाई विदेशमा भएकालाई जानकारी हो। म बुटौलबाट बोल्दैछु। मेरो नाम उमाशङ्कर तिवारी हो। मैले जानेको सुनेको मैले तपाईँहरूलाई भन्दैछु। यो सबै बिगार्ने कम्युनिस्टहरूले गरेर राजावादीको बिथोलेका हुन्। यो सत्य त त्यही हो। हेर्नुहोस्, सबैले बुझ्दिनु पऱ्यो। यसमा चाहिँ कसैलाई उ गर्ने अब वर्षालाई चाहिँ छुट्ने राजाहरू चाहिँ अब बिचरा नवराज सुवेदीको उहाँ बिचरा बुढा मान्छे, उहाँको त एउटा दायित्व कुरो अब राजाले भनेर मात्रै उहाँले लिनुभएको। यसमा उहाँहरूको केही दोष छैन। दोष भएको कम्युनिस्ट पुलिसहरूले चाहिँ उहाँ घरबाट किन अश्रु छोड्ने, यहाँ मिटिङ गरेको बेलामा उहाँहरूलाई किन बिथल्ने, कम्युनिस्टहरूले उतापट्टि गरेको शान्ति उनीहरूलाई त सुरक्षा गर्ने पुलिस पुलिस हुन् आर्मीले। अब यतातिर चाहिँ बिथलेर चाहिँ पुलिसहरू गएर अनि पछि आर्मी आएर मतलब त्यहाँ कन्ट्रोल भयो। नत्र चाहिँ किन बिथल्ने, उहाँले आफ्नोमा गरेका थिए। गल्ती यिनीहरूको छैन, राजावादीको गल्ती नै छैन। मैले मन्दिरबाटै भन्दैछु। दुर्गा माता हुनुहुन्छ यहाँ, देवी देवताहरूले सत्यता मलाई जान्दैन दिन्छ। म असत्य मैले बोल्दिनँ सिटिमिति। त्यस कारण चाहिँ यो चाहिँ कारबाही तिनीहरूलाई गर्नुपर्छ। जुन पुलिसहरूले उहाँलाई चाहिँ हाने अश्रु ग्यास छोडे उनीहरूको गल्ती छ। त्यस कारणले चाहिँ तपाईँहरू शान्ति भएर चाहिँ यो देशलाई चाहिँ गर्नुपर्छ। आर्मीहरूलाई पनि मैले हात जोडेर भन्छु, तपाईँहरू चाहिँ रक्षक भएर देशको रक्षक भएर बोर्डरमा हो यस्तो गोली विदेशीबाट केही भने असन्तोष भयो भने उनीहरूलाई गोली चलाउने जनता आफ्नै देशका लागि उसलाई जनतालाई गोली चलाउने होइन। सुहाउन तपाईँहरूलाई त्यस्तो काम गर्न। त्यही कारण मैले अपिल गर्दछु प्रहरीलाई, अब के अरे मिलिट्री फौजहरूलाई पनि तपाईँहरू चाहिँ के त्यो जनता जनार्दन जनताको सेवा गर्ने हो तपाईँहरूले। त्यस कारण चाहिँ अब हामीले चाहिँ यो बिथलियो गयो, यो अब चाहिँ यो उग्र रूप लिन्छ। हेरिआफ्नु अब 2-4 दिनमा उग्र रूप लिन्छ। जनता जनार्दन जनता जागेपछि कसैको केही लाग्दैन। हेर्नुहोस्, देशमा चाहिँ जनता अब चाहिँ जागे, किनभने आफै यो माहौल खडा गरेको यी कम्युनिस्ट यिनीहरूले चाहिँ यो ओली सरकार चोर हो, डाका हो। यो जब तक यहाँबाट हट्दैन तब तक यो यस्तै भइरहेको उथल पुथल हुन्छ देशमा। हेरिराख्नु होला, कहाँ के हुन्छ भन्ने कुरो भन्न सकिन्न। कर्फ्यू अब देशभरि कर्फ्यू लाउनुपर्छ। अब यस्तो भयो भने मान्छेले त जनतामा त मान्न पाइन्न नि। जनता छन् त देश छ, जनता नभई देश रहन्न। हेर्नु, जनता नै जुन देशमा पनि जनता नै सरकार हुन्छन्। जनतालाई समर्थन गर्ने आर्मीले हो। पुलिस त झोले नेताहरूका पुलिसहरू हुन्छन्, उनीबाट चाहिँ खटिएका हुन्छन्। अझै माओवादीका पुलिस भएको छैनन्। उनीहरूले नै सायद उनीहरूले कम्युनिस्ट उनीहरूले नै छोड्न सक्छ केसहरू। उनीहरूले त हामीलाई के अरे यो जनतालाई त रुचाउनुहुन्थेन। त पहिला जङ्गलबाट आएका हुन्, जङ्गली डाका चोरहरू चाहिँ कहिले राजाको फोटो जलाएछन् के गर्छ। राजा त एउटा अभिभावक सबैका साझा हुनुहुन्छ। राजाको केही दोष छैन।
दुर्गा प्रसाई उहाँको पनि दोष छैन। दोष छ त प्रहरी यिनीहरूले जुन ग्यास छोडे उग्र बिथलिएका छन् त्यो समाजमा, केही उनीहरूलाई नै कारबाही हुनुहोस्। मैले चाहिँ अब यो मन्दिरमा बसेर मैले भन्दैछु हेर्नुहोस्, म सत्यता कुरा मैले गर्छु, असत्य मैले गर्दिनँ। मैले जानेको सुनेको देखेको मैले चाहिँ त्यही भनियो, देखेको कुरोमा म विशेष प्रत्यक्षले त्यो आगो लाग्यो घरको प्रत्यक्ष छिमेकीलाई सोध्नु, त्यहाँ छिमेकीले बयान दिइसकेको छ। यताकै 80 रुपियाँ छोडेको त्यो एउटा माथि बसेर प्रहरीहरूले त्यो सिसाको घरबाट त्यो भाटबटनी हो कि सिटिजन ब्याङ्क बसेको कुन चाहिँ के हो तिन कुनैमा, त्यसबाट चाहिँ सबैले अनुसन्धान गरेर यो सबै चाहिँ होस् अनुसन्धान गर्नुपर्छ। यसको तथ्य र सत्य सामने आउनुपर्छ। मैले जानेको त्यो त्यहीबाट मैले दुःख लाएर मैले भिडियो बनाएको। अब चाहिँ भद्रगोल भएर आए चाहिँ ओली जब तक रहन्छ तब तक यो देश यस्तै हो। कुनै चाहिँ कम्युनिस्टले देश चलाउन सक्दैन। हामी राष्ट्रवाद चाहिन्छ, राष्ट्रवादीले नै गर्ने हुन्, कसैलाई थुन्ने कुरो आउन हुन्न। किनभने देशको माया गर्ने हाम्रो राजा हुन्। कस्तो कस्तो चाहिँ उसमा उहाँले चाहिँ उ गर्नुभएको छ, योगदान गर्नुभएको छ। राजा आऊ देश बचाऊ भन्ने जनताको यो सबै चाहनालाई तपाईँले परिपूर्ति गर्नुपर्छ। अब चाहिँ विघटन जन्म सङ्ग्रह नै गर्नुपर्छ मेरो ख्यालमा। जन्म सङ्ग्रह गरेर हेर न, यो संस्था संविधानमा बसेर राजाले काम गर्नुहुन्छ। अब यो विघटन गर्नुपर्छ। यो सरकार यो कामै नलाग्ने छ, यो पतन भयो सरकार। 84 पनि नपुग्ने जस्तो छ। त्यस कारण चाहिँ अब आजै क्षति नहोस् कसैको घरबार चाहिँ बिगार्ने पनि होइन भन्दै मैले चाहिँ यो भिडियो यही बनाएको छु। जय दुर्गा माता, जय पशुपतिनाथ, जय कामाख्या देवी, जय दुर्गा माता। सबैको रक्षाको कल्याण होस्। जनता सर्वोपरि हुन् देशको लागि, जनता नै सरकार हुन्, जनार्दन हुन् भनेपछि चाहिँ सबैले यसको मनन गर्नु होला भन्दै मैले यो भिडियो यहीँ समाप्त गर्छु। जय देश, जय नरेश।